मेरो चाहिँ जति इन्कम हुन्छ त्योभन्दा धेरै एक्सपेन्सेस भइरहेको हुन्छ। परिवार पालिरहेको छु। मेरो बुढाले नि अर्को ल्याएर बस्नु भएको छ। अब खर्च 5,000 जति भयो भने नि के 3 जना 4 जना जानला पुग्छ। हजुरको खानामा चाहिँ कति जाँदो रहेछ? हजुरको नाम? रिजु कोइराला, कता बस्नुहुन्छ? भक्तपुर। हजुरको घर यतै? हजुर। के लाग्छ हजुरलाई काठमाडौँ कतिको एक्सपेन्सिभ छ जस्तो लाग्छ? एक्सपेन्सिभ छ पनि छैन पनि, त्यो हरेक मान्छेको अब आफ्नो एक्सपेन्सेस अनि डिपेन्ड्स अपन इन्कम। अब लो इन्कमदेखि हाई इन्कमको सबै मान्छेहरू त यहाँ बसिरहेको छ अनि सर्भाइभ पनि गरिरहेको छ। अनि त्यहाँ दुइटै छ। यहाँ फर रिच पिपल एक्सपेन्सिभ पनि छ अनि गरिबलाई अब सर्भाइभ गर्नलाई त छ, तर पनि समवेयर कतै कतै त एक्सपेन्सिभ त छ। एउटा मिडल क्लास फ्यामिली रन गर्नलाई कतिको यहाँ कम्फर्टेबल छ कि के छ? त्यो त अलिकति गाह्रो त गाह्रै छ काठमाडौँमा, किनभने लाइक इन्फ्लेसन छ अभियसली। अनि या अलिकति त धेरै त नभनौँ, तर अलिकति गाह्रो त गाह्रै हुन्छ अभियसली फाइनेन्सियली। एउटा फ्यामिली रन गर्नलाई चाहिँ मिनिमम कति चाहिँदो रहेछ पैसा मन्थली मन्थली? अब त्यो फ्यामिली साइज हेरेर नि हुन्छ होइन। अब भनौँ न एउटा अहिलेको चाहिँ लाइक 3 जना हुन्छ, 4 जना हुन्छ, 5 जना म्याक्सिमम हुन्छ, एउटा कति 40, 50, 70 डिपेन्ड्स, त्यतिको रेन्जमा भनौँ। सेभिङ गर्न सकिन्छ कि सकिँदैन यहाँ चाहिँ काठमाडौँमा बसेर? मेरो नर्मल जब मेरो पर्सनल कुरा गऱ्यो भने चाहिँ म चाहिँ सक्दिनँ सेभिङ गर्न। मेरो चाहिँ जति इन्कम हुन्छ त्योभन्दा धेरै एक्सपेन्सेस भइरहेको हुन्छ। तपाईँको पर्सनल एक्सपेन्सेस कति छ होला? मेरो अब लाइक अब डाटा मोबाइल कहिले लिनुहुन्छ? अब जस्तै मोबाइल एक्सपेन्सेस भनौँ न, अब क्लोथिङ एक्सपेन्सेस चाहिँ अलिक बेसी छ अरूभन्दा। अनि हिँडिन्छ अनि मोस्टली अब आजकल के भन्दाखेरि पठायो इनड्राइभ गरिन्छ अनि त्यसमा नि बेसी जान्छ। हजुर जब गर्नुहुन्छ है? पठाउमै जानुहुन्छ कि के छ? नै मेरो लाइक पार्ट टाइम वर्क फ्रम होम हो अनि त्यस पछाडि कहिलेकाहीँ मात्रै जानुपर्छ। कुन चाहिँ यस्तो सेक्टर छ कि लाइक तपाईँलाई काठमाडौँमा एकदमै एक्सपेन्सिभ छ जस्तो लाग्छ? हस्पिटल चाहिँ सबभन्दा एक्सपेन्सेस। प्राइभेट हस्पिटल। त्यसो काठमाडौँ कस्तो महँगो लाग्छ हजुरलाई? महँगो भन्दा नि अब यस्तै हो। अब के अरे ट्रान्सपोर्टेसनमा त्यस्तो महँगो त होइन कि, तर अरू कुरामा खानामा चाहिँ अलिक महँगै हुन्छ। अब खर्च गऱ्यो भने अब भेजिटेबलहरूमा गर्दा खर्च अलिक बढी खर्चै छ। खानेकुराहरू महँगो छ। हजुर। अनि हजुरको बसाइ चाहिँ कता हो? मेरो बसाइ मेरो मूल घर चाहिँ गोर्खा हो। अहिले यहीँ लरिपुर तल भैँसीपाटी एकान्नको तल बस्छु। कम्पेरिजन गर्दाखेरि के छ हजुरको होम टाउन र काठमाडौँलाई कम्पेयर गऱ्यो भने फुडिङ र अरू खर्चहरू? यस्तो हो, ट्रान्सपोर्टेसनमा चाहिँ सजिलो छ काठमाडौँमा, एरिया भ्यालीमा जता पनि गाडी पाउँछ। तर अब फुडिङतिर भेजिटेबलतिर किन्नु पऱ्यो भने यहाँ चाहिँ अब रोप्न अलिक छैन, अब सबै ढलाइ गरेको छैन। उता अब होम टाउनतिर चाहिँ जति सजिलोसँग पाइन्छ खानेकुराहरू, किन्न पर्दैन, आफैले रोपे नै भयो। यहाँ चाहिँ अब जे कुरा नि किन्नै पर्ने हुन्छ क्या, जे गर्न नि जस्तो गरेर नि किन्नै पर्ने हुन्छ। त्यो भएर चाहिँ अलिक यहाँ चाहिँ महँगै छ काठमाडौँ एरियामा चाहिँ। अलिक तपाईँको होम टाउनमा चाहिँ कति जति पैसा भयो भने घर चल्छ? अब खर्च 5,000 जति भयो भने नि के 3 जना 4 जना जानला पुग्छ। त्यहाँदेखि अब कि तेललाई अलिकति खर्च भयो भने हो, नत्र चाहिँ अरू एक्सपेन्स अब नुन तेलहरूमा चाहिँ धेरै खर्च लाग्दैन चाहिँ। त्यहाँ चाहिँ फेरि अब काठमाडौँ एरियामा चाहिँ तरकारीमै जान्छ, एक महिनाको तरकारीमै जान्छ 5,000। अब अरू अब रासन भन्यो, सिउ भन्यो, के अरे दाल भन्यो, ग्यास भन्यो, त्यो भन्दा नि लाग्छ 20-25 लाग्छ। एराउन्ड गर्ने हो भने 5-6 जनालाई कम्पेरिजन गर्ने हो भने। यहाँको 5 जना र उता होम टाउनको 5 जना गऱ्यो भने अलिक बढी नै छ क्या, 5 गुणा बढी नै हुन्छ जस्तो लाग्छ मलाई। हजुरको शुभ नाम? मेरो कमला अधिकारी। कहाँ बस्नुहुन्छ? म निङरोडमा। यो काठमाडौँमा हजुरको लागि चाहिँ बस्नुलाई चाहिँ कति जति पैसा चाहिँदो रहेछ? काठमाडौँमा अब कोठा भाडा, खाना, रासन सबै गर्दाखेरि 35,000 जति लाग्छ। अब पढाइ सढाइ छैन, यस्तो फुल बेचेर कमाएको भरले परिवार पालिरहेको छु। मेरो बुढाले नि अर्को ल्याएर बस्नु भएको छ। अनि त्यही हो। हजुरको परिवारमा कतिजना हुनुहुन्छ? मेरो परिवारमा 2टा छोरी मात्रै। पढ्दैन? एउटा बिहाहरू छ, एउटा चाहिँ बिहे गरेर गइसक्यो। पढाइमा चाहिँ उहाँको खर्च चाहिँ कति छ? पढाइमा खर्च
पढाइमा खर्च अहिले चाहिँ अब लगभग 80 नै लाग्यो। सबै गरेर लाग्यो 7 लाख जति। तपाईँले के लाग्छ काठमाडौँ कतिको महँगो जस्तो लाग्छ? महँगो छन् भाइ। अन्त कमाएर खान पनि बिहान बेलुका खान पनि गाह्रै छ। के चिज चाहिँ एकदमै तपाईँलाई महँगो जस्तो लाग्छ? जस्तै अब खाना भयो कि होइन, भाडा भयो कि? अब हस्पिटल गए पनि औषधिको महँगै छ। अब यहाँ रासन पनि अहिले पहिलाको भन्दा अहिले डबल बढेको छ। अहिले त खाना कमाउन पनि फुल पर्सेन्टबाट त्यति कमाइ पनि छैन। अनि दिनमा कहिले बनी पनि लाग्दैन, कहिले भइहाल्यो भने 1000-1200 हुन्छ, त्यसमै टाढिरहेको छ। मेरो नाम मसुदन सनी। म बिएड 3rd इयरमा अध्ययनरत छात्र। मेरो घर चाहिँ जनकपुरतिर। अहिले म लोकसेवाको सिलसिलामा होइन, लोकसेवा पढाइको सिलसिलामा अहिले काठमाडौँ आएको छु। हजुर यहाँ घरमा कि अब रेन्टमा? म सर खासमा यतातिर म रेन्टमा बसेको छु। कस्तो लाग्छ काठमाडौँको कति महँगो जस्तो लाग्छ काठमाडौँ? काठमाडौँ भन्दा अलि योभन्दा अघिको बसाइको तुलनामा यो निकै महँगो रहेको छ। खासमा अब रुम रेन्टको सन्दर्भमा बोल्दाखेरि होइन, जनकपुरमा चाहिँ 2000देखि 3000सम्म रुम रेन्ट छ। तर यता आएर चाहिँ 5500देखि 6000सम्म रहेको छ। त त्यसको तुलनामा निकै महँगो रहेको छ भन्ने महसुस भयो मलाई। हजुर कुन एरियामा बस्नुहुन्छ? खासमा सर म कुपनडोलतिर बस्छु अहिले। कुपनडोल। हजुरको खानामा चाहिँ कति जाँदो रहेछ? खानामा सर भन्दाखेरि अब दिनौँ भन्दाखेरि अब एप्रोक्सिमेटली होइन 150 जति जान्छ डेली। अब रुममा गरेर आफै बनाएर खाँदाखेरि होइन सर 150देखि 200सम्म डेली जाँदो रहेछ। मन्थली कति भयो? अब कति जति हुँदो रहेछ? अब भनौँ न 6000 पौने 6000 जति जान्छ त्यसमा एक्लै बस्दाखेरि। फेरि अब साथी भएपछि अब समीकरण बदलिन्छ होइन। तर एक्लै बस्दाखेरि चाहिँ अब रुम भाडा र खानासाना सबै मिलाएर लगभग 10-11 हजार जति खर्च हुन्छ नि हुन्छ। नितान्त खर्च हुन्छ त्यति। त्यो चाहिँ तपाईँको मिनिमम खर्च त्यति हो? मिनिमम हो। आधारभूत आवश्यकता परिपूर्ति गरेर मिनिमम 10,000देखि भनौँ न 11,000सम्म जान्छ। अनि एक्स्ट्रा खर्च हजुरको के छ? अब एक्स्ट्रा खर्च खासमा सर म विद्यार्थी छु। कहिले घुम्न मन लाग्छ होइन, अब कहिले अब खान मन लाग्छ बाहिर? त्यो त स्वेच्छाको कुरा हो। तर त्यस्तोमा मेरो खर्चमा त्यो कुराहरू एड भएको छैन। अब त्यो कुरा एड गरेर अलि गर्दा हो भने नगर्ने हो भने त्यसमा अब खर्च गर्ने कतै साथीतिर घुम्न गयो भने यतातिरको नास्ता पनि धेरै महँगो छ फेरि। तराईको तुलनामा है? तराईको तुलनामा महँगो छ। अब यो खासमा यो समोसाको कुरामा गर्छु, जनकपुरतिर 10 रुपियाँ छ, यतातिर 25देखि 30 रुपियाँसम्म रहेछ। त नास्तामा पनि महँगाइ छ यता, नहुने कुरा होइन। तपाईँको पर्सनल एक्सपेन्सेसहरू चाहिँ बढी केमा जाँदो रहेछ? मेरो चाहिँ अब पर्सन अब आफ्नो चाहिँ मेन ट्रान्सपोर्टेसनमा चाहिँ धेरै लाग्दैन। अब 15-20 रुपियाँ के अरे जान आउन 50 रुपियाँ हुन्छ। खाजामा हो अलिक बढी हुने, 50-60 रुपियाँ दिनको खाजाहरू खा जान्छ। अरू अब क्लोथिङहरू भयो भने अब त्योमा चाहिँ बढी जान्छ। अब बिरामी भइयो भने के अरे हेल्थमा जान्छ, त्यही हो मेडिसिनमा। मेडिकलकै कुरा गर्नुपर्दा के छ काठमाडौँको हस्पिटलहरूको फिजहरू एकदमै हाई छ कि के छ? यस्तो हो, प्राइभेटकोमा चाहिँ हाई छ फेरि होइन। प्राइभेटमा हाई छ, फेरि सहिलो पनि काम हुन्छ। त्यही कुरा पाटनतिर गएर टिकट काटेर लाइन बस्न पऱ्यो नि, 1 घन्टा त लाइनै बस्नु चाहिन्छ। अनि त्यसपछि फेरि गएर के डक्टरहरू भेट्नै लाग्छ फेरि टाइम। त्यसपछि अब कम्पेयर गर्ने हो भने प्राइभेट र गभर्मेन्ट कम्पेयर गर्ने हो भने प्राइभेटको चाहिँ महँगो छ होइन, तर सहिलो हुन्छ त्यो चाहिँ। तर त्यही कम्पेयर तपाईँ त के अरे गभर्मेन्ट गर्ने हो भने चाहिँ टाइम बढी लाग्छ, खर्च त लाग्दैन लाग्नु त। तर फेरि मेडिसिन पाइँदैन भने जस्तो फेरि गभर्मेन्टमा। प्राइभेटमा चाहिँ पाइन्छ, गभर्मेन्टमा चाहिँ फेरि बाहिर गएर किन्नु भन्नुहुन्छ उहाँहरूले चाहिँ। त्यो भएपछि चाहिँ अलि हुने छ कि अलिक गाह्रै छ आफ्नो एरियामा। ओभरअल हजुर महँगै छ है? हजुर हस्, थ्याङ्क यू ब्रो है।